क्लास 6 देखि नै डान्सलाई सुरु गरेको। पहिलादेखि नै सानैदेखि नै रुचि थियो र डान्सलाई पनि अखानि थियो, तर पहिला चाहिँ सपोर्टरकै हुनुहुन्थेन। अब पछि आयो डान्स गर्नुपर्छ भनेर फ्यामिलीहरूले पनि गर, अनि सब फ्यामिलीहरूले सपोर्ट गरेर अनि डान्सलाई स्टार्टिङ गर भनेर मोबाइलदेखि इन्टरनेटहरू भयो, उनीहरूको सहायताले अखानि बढे। अनि बिस्तारै अरू पनि संस्थाहरूले अपर्च्युनिटीहरू दिएर अखानि बढ्न सफल भए। विद्यालयहरूबाट पनि सर म्यामहरू सबैले सपोर्ट गर्नुहुन्छ। एकचोटि नाचे, अर्कोचोटि नाचे, नाच्दा नाच्दै एक्सपर्ट भए। अनि प्रोग्रामहरूमा सानो स्टेजदेखि चढेर ठुलो स्टेज चढ्न सफल भयो नि त। महोत्सवहरू लगाइरहन्थ्यो, अनि त्यहाँ चाहिँ इन्भाइटहरू गरिरहन्थ्यो। अनि म त्यहाँ गएर त्यहाँ सकाएर, अनि अहिले चाहिँ स्कुलहरू भयो, अनि आफ्नै लम्कीमा डान्स क्लास छ, त्यतातिर पनि सिकाइरहन्छु। अनि यो वाइजे इन्टरटेनमेन्ट, अक्सफार्म, अनि युवालय होइन, अनि उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। उहाँहरूले गर्दा पनि म यति धेरै अखानि बढेको छु कि धेरै नाम कमाइरहेको हुन्छु। यो विद्यालयमा मात्रै होइन, व्यवस्थित नगरमा पनि त्यस्तै उहाँले गर्नुभएको छ। जुन विद्यालयमा जानुहुन्छ उहाँको त्यस्तै नै छ। जुन विद्यालयमा गएर पनि सेकेन्ड पोजिसन भनेको छैन, फर्स्ट पोजिसन हो। जहाँ गए पनि गौराको फर्स्ट पोजिसन। गौरालाई देख्दा आफैलाई पनि, हामीलाई अहिले पढाउने टिचरहरूलाई पनि एकदम खुसी। सायद हाम्रो समुदाय पनि गौरादेखि एकदमै खुसी छ। म यसको ठुली मम्मी हुँ। यसको कलाहरू, नाच गाना सब राम्रै छ। सब जग्गामा गयो भने फर्स्ट आउँछ छोरी। बुवा आमा इन्डिया हुनुहुन्छ। मेरी छोरी नाच्यो भने म त ऐश्वर्या र विश्व सुन्दरी नाचे जस्तै मान्छु के। मलाई राम्रो लाग्छ छोरीहरूले नाच्छन्, गाउन्, अगाडि बढ्छन्, प्राउड फिल गर्छु। भोलि त गाउँघरमा, स्कुलमा, स्टेजमा जहाँ पनि गएर जसरी नाच्छे त्यो तरिकाले जो गाउँघरका मान्छेहरू एउटा विश्वास भरोसाले रमाइलो मानेर तँलाई तेरो जो डान्स हेर्छ नि, त्यो सबभन्दा ठुलो उपलब्धि हो आफ्नो जीवनको।